नमस्कार सम्पूर्णमा म आज हजुरहरूले हानपास एप कसरी दर्ता गर्न सकिन्छ भनेर सिकाउन जाँदैछु। सुरुमा हजुरहरूले हानपास एप डाउनलोड गर्नुहोस् र हानपास एप डाउनलोड भइसकेपछि हानपास खोल्नु होला। त्यसपछि यो सबै अलो गर्नु। यो चाहिँ सबैकोमा नदेखाउन सक्छ। यो गरिसकेपछि ल्याङ्ग्वेज सेलेक्सन हजुरहरूले जुन सजिलो हुन्छ त्यही गर्नु होला, इङ्ग्लिश अथवा नेपाली। मैले चाहिँ अहिले नेपाली गरेको छु। त्यसपछि हजुरहरूले सजिलो र सुविधाजनक देख्नुहुन्छ। यो चाहिँ हाम्रो हानपासको सेवा सुविधा बारेमा हो र सुरु गर्नुहोस्। हजुरहरूले देख्नुहुन्छ जारी राख्नको लागि कृपया लगइन गर्नुहोस्, त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि हजुरहरूले त्यहाँनिर तलपट्टि साइन अप गर्नुहोस् भनेर देख्नुभयो, त्यहाँ क्लिक गर्नुहोस् र त्यसपछि हजुरहरूले यो चाहिँ साउथ कोरिया नै राखेर प्रयोग जारी राख्नुहोला र यो हजुरहरूले चाहिँ सबै पढेर चाहिँ सबैलाई चाहिँ सेलेक्ट गरेर जारी राख्नुहोला है। त्यसपछि विदेशी गरेर आफ्नो राष्ट्रियता नेपाल राखेर प्रयोग जारी राख्नुहोस् फेरि। र अब हजुरहरूले चाहिँ यो आफ्नो मोबाइल नम्बर हजुरले युज गरिरहनु भएको फोन नम्बर राख्नुहोला, जुन हजुरको यो 010बाट सुरु गरेर राख्नुहोस् र हजुरहरूले यो राखेपछि प्रमाणीकरणको कोडको लागि अनुरोध गर्नुहोला। त्यसपछि हजुरहरूको नम्बरमा चाहिँ 4वटा अङ्कको 4 डिजिट ओटिपी कोड आउँछ, त्यो ओटिपी कोड राख्नुहोला। राखिसकेपछि जारी राख्नुहोस् र हजुरहरूले चाहिँ यो पासवर्ड सेट गर्नुहोला। पासवर्ड सेट गर्दाखेरि चाहिँ हजुरहरूले कम्तीमा पनि 10वटा नम्बर, लेटर, स्पेशल क्यारेक्टर सबै गर्नुहोला। तलमाथि दुवै सेम पासवर्ड राख्नुहोला र पासवर्ड राखिसकेपछि प्रयोग जारी गर्नुहोस्। त्यसपछि हजुरहरूले यो देख्नुभएको निमन्त्रणा कोड चाहिँ NP004 राखेर चाहिँ प्रयोग जारी गर्नुहोस् र त्यसपछि हजुरहरूसँग राहदानी छ भने राहदानी नत्र विदेशी दर्ता कार्डमा क्लिक गरेर प्रयोग जारी राख्नुहोला। त्यसपछि हजुरहरूले चाहिँ एलियन कार्ड दर्ताको अगाडिको भाग, तपाईको आफ्नो एलियन कार्डको अगाडिको भाग चाहिँ राख्दिनु होला फोटो। हजुरहरूले आफै खिच्नु पनि हुन्छ र तपाईहरुको ग्यालेरीमा छ भने ग्यालेरीबाट राख्न पनि सक्नुहुन्छ। पछाडिको पनि राख्दिनु होला। पछाडि राखेपछि अब सेल्फी पनि राख्दिनु होला। सेल्फी चाहिँ यसरी यो सर्कलमा पर्ने गरेर राख्नु होला। त्यसपछि प्रयोग जारी गर्नुहोस्। त्यसपछि अब हजुरहरूको त्यहाँनिर सबै आफ्नो व्यक्तिगत जानकारीहरू चेक गर्नु होला, सबै करेक्ट छ कि छैन भनेर। र पेसा हजुरहरूको आफ्नो छान्नु होला, एग्रिकल्चर, म्यानुफ्याक्चर जे छ हजुरको त्यही छान्नु होला। त्यसपछि लेनदेनको उद्देश्य विदेश पैसा पठाउने र कोषको स्रोत आम्दानी भयो गरेर राख्नुहोस् र म्यानुअल रूपमा आफ्नो एड्रेस राख्नु होला। खोज्नुहोस्मा गएर आफ्नो एड्रेस राखेर खोज्नु होला र एउटा सेलेक्ट गरेर राख्दिनु होला र विस्तृत ठेगानामा चाहिँ आफ्नो रुम नम्बर राख्नु होला है। रुम नम्बर राखेपछि सम्पन्न गर्नु र जारी राख्नुहोस्। गरेपछि तपाईहरुको त्यहाँनिर ब्याङ्क खाता थप गर्नुहोस् भन्ने देख्नुहुन्छ। त्यहाँनिर गएर आफ्नो ब्याङ्क खाता राख्नुहोस् र त्यहाँनिर चाहिँ हजुरहरूको आफ्नो ब्याङ्कको खाता नम्बर राख्दिनु होला। यो ब्याङ्क खाता नम्बर चाहिँ हजुरको आफ्नै नाममा दर्ता भएको हुनुपर्छ। त्यसपछि ब्याङ्क पनि सेलेक्ट गरिदिनु होला। सेलेक्ट गर्नु भइसकेपछि आफ्नो 6वटा अङ्कको पिनकोड राख्नुहोस्। यो चाहिँ तपाईहरुको पैसा पठाउनेदेखि लिएर सबैको लागि युज हुने पिन नम्बर हो, त्यसैले हजुरले यो चाहिँ याद हुने पिन नम्बर राख्नुहोस् जिगज्याग गरेर। फेरि अब तपाईले जुन अगाडि राख्नुभयो अहिले पनि त्यही राख्दिनुहोस्। राखेपछि हजुरहरूले स्वचालित झिकाउने चाहिँ स्वीकृतिमा सहमत गर्नुहोस्मा क्लिक गर्नु हो र त्यहाँ त मैले यो सम्झौता पढेको छु भनेर चाहिँ गर्नु होला। त्यहाँनिर हजुरहरूले आफ्नो युज गरिरहनु भएको इमेल राख्दिनु होला। इमेल राखेपछि चाहिँ त्यहाँनिर हजुरको यो ARS भनेर देखाएको छ, यो भनेको चाहिँ तपाईहरुलाई अगाडि 02 भएको नम्बरबाट कल आउने भेरिफिकेसन मेथड हो। ARS प्रमाणीकरण को लागि अनुरोधमा क्लिक गरिसकेपछि चाहिँ तपाईहरुकोमा फोन आउँछ। फोन आएपछि तपाईले त्यहाँ के भन्छ सुन्नुस् र प्रमाणीकरण गरिसकेपछि फोन राखिसकेपछि चाहिँ हजुरहरूले यहाँ देख्नुभएको ARS प्रमाणीकरण पूरा भयो गर्नुहोस् र ठिक छ गरेर तपाईहरुको अब अकाउन्ट चाहिँ अटो डेबिट सहित दर्ता भइसकेको छ र हजुरहरूले अबदेखि चाहिँ यो एप युज गर्न सक्नुहुन्छ।